Hello guys, good morning, namaste, welcome back to our means मेरो माइजूको च्यानलमा। आज चाहिँ हामीले फेरि धेरै दिन पछाडि भ्लग बनाउन जाँदैछौँ किनभने आज चाहिँ हामी जाँदैछौँ घुम्न, त्यही पनि राजा रानी नजिकै नै हो। अनि गेट रेडी विथ मी। अनि आज चाहिँ हामीले धेरै दिन पछाडि भ्लग बनायौँ किनभने अब भ्लग बनाउनलाई के भन्न शीर्षक नै थिएन नि त भ्लग बनाउनलाई। त्यही भएर आज चाहिँ हामीले लास्ट धेरै दिन पछाडि बनाइरहेको छौँ। अब म चाहिँ गर्न जाँदैछु मेरो यो तुङरुङ कर्ली भएको कपाललाई स्ट्रेट। सबै त गर्दिनँ, यति गर्छु, अगाडि मात्र गर्नु। मेरो कपाल अगाडि लास्ट कर्ली छ क्या यस्तो। त्यही भएर आई डोन्ट लाइक इट। अब म गर्न जाँदैछु स्टेट। माइजूहरू चाहिँ गर्दै हुन्छ उता जानुको लागि के खानुको तयारी। हाम्रो सम्झना माइजू पनि आउँदै हुन्छ। अब म स्टेट गर्छु। अब म गर्न जाँदैछु स्टेट। अगाडिको मात्र गर्छु, धेरै गऱ्यो भने फेरि सब एकैछिनमा उडिहाल्छ कपाल चाहिँ। स्टेट पनि के गर्नु। टाडा के यस्तो भने रोप्पीको टुप्पी मैले काटेर नि स्टेट चाहिँ गर्नुपर्ने जस्तो चाहिँ थिएन कि पनि गरिदिइहालेर गाईको एकचोटि कर्ली पनि पार। कस्तो मलाई चाहिँ त्यो मजाले चलाउनै आउँदैन क्या यस्तो। अझै के भयो यस्तो कर्ली त नगर्दा नै हुन्छ। स्टार्ट गर्न पनि यस्तो छ कि कर्ली नै हुँदैन हौ। म चाहिँ मेरो साथीहरू हेरेर बिल्ला हान्छ जस्तो लागिसक्यो क्या। अब यताको चाहिँ घुम्न जानु निस्किसकेको छौँ। यहाँ हुनुहुन्छ मेरो माइजू, यहाँ हुन्छ मेरो माइजूको भाउजू, यहाँ हुन्छ मेरो भाइ हाम्रो सोल्टी खोइ भाग्नुभयो। हामी जाँदैछौँ राजा रानी। हामी चाहिँ जान्छौँ हिँड्दै। अब बोकेको छ मैले 2टा ब्याग। पानी चाहिँ परिरहेछ। सिम पुगिन्छ कि पुगेछ। अब चाहिँ हामी जाँदैछौँ पर्मिला दिदीको घरतिर होइन। सबले यहाँ झार्दा सुहाउँछ, मलाई मात्र सुहाउँदैन क्या। उहाँ छ हाम्रो भाइ। अब यहाँ मैले बोकिदिएको छु माइजूको ब्याग। कहाँ छ मेरो ब्याग। अब हामी जाँदैछौँ परीको घरतिर। पर्मिला दिदीको घर जाने हामी अब। अनि हामी जान्छौँ राजा रानी हिँड्दै। यहाँ एउटा के भन्नु, कतिजनाले लेटाङ देख्नु भएको छैन र लेटाङ चाहिँ यस्तो छ है। वाउ, यहाँ पानी परेको बेलामा स्वर्ग पुगिन्छ स्वर्ग। तर हामी जहिले हिँड्ने बेलामा जहिले घुम्नु जान्छु भन्छौँ त्यति बेला चाहिँ पानी परिरहेको हुन्छ क्या। त्यही छ एउटा सबैभन्दा ठुलो टेन्सन। यहाँ एउटा बोक्सीको घर आयो होइन। मैले लिप लाइनर लगाएँ भने नि मैले लिप लाइनर खाएरै सक्छु क्या। लिपस्टिक पनि खाएरै सक्छु। त्यही भएर मैले चाहिँ बोकिरहेको छु लिप लाइनर पनि। किनभने त अब दादा राजा रानी पुगिन्जेसम्म त म त सबै खाएरै सक्छु होइन। म हान्न बिगार्न चाहिँ नबोलिकन हिँड्छु, मलाई पछाडि एक्लै छोडेर। अनि हामी चाहिँ पुग्नु लागिसक्यौँ परीको घर। अब यहाँ हेर्न सक्नुहुन्छ यस्तो राम्रो भ्यू देखिरहेछ। अगाडि हिँड्दै हुनुहुन्छ हाम्रो महारानीहरू। हामी चाहिँ त्यो झोलामा यत्रो झोला बोकेर कहाँ घुम्न जान लागेको भन्नुहुन्छ होला होइन। हामी चाहिँ त्यो झोला लिएर त्यसमा चाहिँ के छ क्या चटपटे बनाउनेहरू सामानहरू त्यही लिएर जाँदैछौँ। आज तपाईँहरू सक हुनुभएको होला किन मैले आज भ्लग स्टार्ट गरेँ भनेर। किनभने माइजू चाहिँ नि, मेरो माइजू चाहिँ भ्याउनु नै होला क्या भ्लग बनाउनुको लागि। आज पनि मैले नै बनाउनु भनेर
लेट मी गेट रेडी विथ मी भनेर मैले भिडियो बनाएको क्या अघि मैले कपाल स्टार्ट गरेको नि यस्तो भइसक्यो होइन घर आइसक्यौँ भ्यू देख्न सक्नुहुन्छ वाह वाट अ नाइस भ्यू अब हामी एकैचोटि बाटोमा हिँड्दै गर्छौँ ल भ्लग चाहिँ अब हामी चाहिँ जाँदैछौँ राजा रानी वाह हामीले जहाँ पाएको बाटो हिँडेर हिँड्दैछौँ है हामी जानुपर्ने ठाउँ चाहिँ त्यहाँ हो त्यो पर कहिले पुगिन्छ अब म त जो मैले लोफर लगाएको छु कि लोफरको हालत पनि एकैजना यस्तो भइसक्यो यस्तो छ यस्तो कुडै कुडो कसरी जानु यस्तो कालो बाटोमा मेरो लोफर पनि के अरे हुन्छ नि हामी चाहिँ जाँदैछौँ शुभ यात्रा भनेर सबैजना कमेन्टमा भनिदिनु होला हामी चाहिँ छिरिसक्यौँ जङ्गलको बाटो वाउ हिँड्नुलाई मलाई पनि हिँड्नुलाई देखियो लोफर्स यसै अब मैले बोक्नु यसो पकाउनु त पकाउनु न एकचोटि वाउ है एकचोटि म नि सार्छु पेन्ट सारेर हिँड्ने हुन्छ ल एकछिन निसाको हाला चाहिँ हो यो भन अलिक पर्दा यस्तो छ हिँड्न गाह्रो भइरहेछ निसालाई हेर्नु न यस्तो छ है यार मैले बरु बेगी हाफ प्यान्टमा किन्दा हुने रहेछ यस्तो जङ्गल मलाई कसम कहिले पनि नखाउनु पेन्ट लोफर्स एउटा स्पोर्ट्स जुत्ता लगाएर आउनु मर्छ मान्छे यस्तो छ बाटो अनि तर शान्त छ है मेरो जुत्ता चाहिँ फुक्लेको भर्खर सुरुवातै गलिसके 1 घन्टाको बाटो यस्तै हिँड्नुपर्छ अब हामी घुम्नु जानु पनि साह्रो पर्यो अलिकति हिँडेर हामी अलिकति माथि आइपुग्यौँ कहाँ अरे हामी जाने उयो माथिको डाँडा नानी पनि बोकेर जेब्रान बोकेर कति राम्रो भ्यू देखिएको ऊ त्यो बेला चाहिँ मैले साथीको घर सुहाना श्रेष्ठको हाम्रो घर होइन त्यो भाउ कस्तो देखिएको राम्रो कति धेरै त हामी माथि आएको छैनौँ धेरै माथि नआए पनि कहाँ देखिएको भन्नु वहाँ पारेसम्म झन् माथिको भयो भने त हेर्नु न यति धेरै हामीहरूको भ्यू देखेको यहाँबाट वाह यो चाहिँ मेरो साथीको घर म पानी हालेर चाहिँ गलेर सबैजना गलिरहनु भएको गलेर खाएको के अरे थकान मेटाउन लाने 5 मिनट हिँडेको लागि धेरै पसिना भइसक्यो करेन्टले देखेर सबै मेकअप गर्यो हो उता पक्रिँदैसम्म त हालत खराब हुन्छ र होस् है यार होस् न त फेरि मेकअप गर्ने हामीमा बस त्यही भएर मेकअपको सामान त राखेको यस्तै हाल यतिखेर पुगिन्थ्यो बिहान हिँडेको 5 मिनट हिँड्दा चाहिँ हाम्रो हालत त्यस्तो भएको छ अब जानु चाहिँ 1 घन्टाको बाटो कसरी हिँडेर पुग्नु यस्तो उकालोमा एकछिन बसेको बल्ल स्वर्ग पुगेछ फेरि यस्तो जग्गामा माजेको त बस्छौ
केही सेवा सुविधाको केही भएन होइन गर्मी भयो हुँदैछ बन्दर ल मै मात्र लास्ट भए कुदम 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 सक्दिनँ पनि म त्यहाँ कसरी मान्छे यत्रो माथि माथि बस्छ हो तर मलाई त सेवा सुविधा हुन थाहा हुन लाग्छ नि गल्यो नि हौ वाउ यस्तो दामी आउँदा आउँदै को भेट भयो आउँदा आउँदै कोसँग भेट भयो हामी चाहिँ 5 जना आएको आउँदा आउँदै यत्रो भयो हाम्रो भान्जी गलेर पेत्तु भइसकिन् बल्ल बल्ल शान्त सोर्लामा आइपुगे जस्तो भइरहेछ मेरो ह्याप्पी ह्याप्पी बल्ल सायद आयो कि भ्लग बनाउने भर्खर सम्झेँ मैले मेरो पनि भ्लग छ भनेर शीतल भएर त सम्झेको निशा अघि फर्क्यौँ भन्दै थिइनँ अहिले चाहिँ यस्तो राम्रो ठाउँ भरे अब अहिले ल बल्ल बल्ल शान्त भन्यो आइजु यस्तो धेरैजनामा हिँड्न रमाइलो हुन्छ हो अनि हिँडेको पनि फोन गरेर योगा टोलीहरू अङ्कलहरू यसो भाइरल गरिदियो बहिनीहरू योगा टोलीहरू अङ्कल भाइरल गरिदिनु सबैजनाले अगाडि अगाडि पनि सबैजना कुद्दै हुन्छ तर अझै टाइम लाग्छ नि भ्यू पनि हेर्नु वाउ अलिक मोबाइल पनि गर्छु भन्दा पनि भ्यू त अलिक राम्रो देखिनु है यस्तो राम्रो यस्तो राम्रो छ साथीहरू हामी हिँड्दा हिँड्दै आफ्नै गाउँ पनि यति राम्रो आइपुग्यो हामी घरभित्र बस्दा बस्दा इन्टरनेटमा म चलाउँदा चलाउँदा गर्दा पावल हुन्छ यस्तो बाहिर बाहिर ठाउँ पनि जानुपर्छ कहिले काहीँ घुम्नुलाई जानुपर्छ पछाडि पछाडि हेर्नु योगा गर्ने मान्छेहरू यति धेरै हुनुहुन्छ यसरी हिँड्नु पनि पर्छ उहाँ बन्दर दिदी चढ्दै हुनुहुन्छ रमाइलो भयो गाइस बल्ल बल्ल सबैजनालाई भेट्यौँ तर मेरो कपालको हात चाहिँ पसिनाले के भइसक्यो थाहा छैन मलाई नै वाउ तपाईँको मेमोरी चाहिँ फुल हुन्छ जस्तो लागिरहेको वाउ धेरै तपाईँहरू पनि त्यही भएर धेरै भित्रभित्र बसेर मोबाइललाई चलाउनु बाहिर पनि डुल्नुपर्छ कहिलेकाहीँ यस्तो छ नि त पिस ठाउँ नगएर पनि मान्छे भेटेर हल्ला चाहिँ भइरहेछ है रमाइलो भइरहेको यस्तो गाउँहरू मलाई त बेसी चाहिएको थियो क्या मोबाइल चलाउँदा यस्तो राम्रो बाहिरी दुनियाँ यस्तो राम्रो हुन्छ भनेर अनि के अब त्यही भएर धेरै मोबाइल चलाउनु हुँदैन भन्दा चाहिँ नि म पनि चलाउँछु मोबाइल त आज चाहिँ कहाँबाट साइड जुरेछ क्या नभए त हामी जहिले घुम्नु जाने बेलामा पानी परेको गर्थ्यो सन्चै हुन्छ तपाईँहरू कहाँबाट आउनुभएको अरे राम राम के हो यस्तो राम 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 किरा मिरा जाँदै सबै छोप्ला भाइ पो आउँछ त अनि अगाडि हामी पनि यस्तो भाइरल भइयो भनेर ए ल गलेको अवस्था
गाइस रमाइलो भइरहेछ जे भयो भने गले पनि तर मिसिङ सम वान को भन्नु त हामीले मिस गरिरहेछौँ अञ्जना गिरीलाई रमाइलो भए पनि यहाँ हल्का फिका फिका अलिअलि नुन नलागे जस्तो नुन कम कम भयो जस्तो नुन पनि लिएर आएको छौँ कि तर कम कम भइरहेछ कहिले आउनुहुन्छ नुन थप्नलाई हामी नुन मिलाएको के अरे तरकारी खाँदैछौँ ल आजको लागि अब ठिकै खान्छौँ अर्कोपल्ट आएर नुन थप्नु होला यति भन्दै मेरा 2 शब्द युट्युब गर्न जान्छ हाम्रो भाउजू यहाँ भारी बोकेर अर्को पालि आउँदाखेरि चाहिँ मैले कार लिएर पऱ्यो हामी कारमा आउँछौँ भने कारमा म भाउजूलाई मैले भारी नन्दले पुरा सही लान्छ भनेर सोचेर आउनुभएको थियो आफू मात्रै हिँड्नु होइन भारी पनि बोकाइरहेको भाउजू फेरि भोकालेमा कोला देखिसक्नु कोला देखाउँदै हुन्छ भाउजूले तर यस्तो भित्तामा चाहिँ यस्तो अनि घाममा झन् हिँड्न सक्छ एकछिनमा भेटौँ ल बोल्दा बोल्दा अलिक गाह्रो भयो कि साथीहरू फाइनली हामी चाहिँ आइपुग्न आँट्यौँ यहाँ छ राजा रानी दरबार अब हामी यहाँबाट हल्का नास्ता किन्छौँ ल साथीहरू हामी चाहिँ राजा रानी पुगेर मन्दिरमा दर्शन गरेर खानालाई बसिसक्यौँ फोटोसोटो पनि नखिचिकन हामी चाहिँ भोक लागेर खानाहरू केही नखाएको थियौँ हिँड्दा भोक लागेर हामी चाहिँ फर्स्टमा खाने बस्यौँ मन्दिरमा दर्शन गरेको चाहिँ फोटो के अरे भिडियो गर्न बिर्सेँ साथीहरू हाम्रो दिमाग त यस्तो छ मैले चाहिँ गरिनँ किनभने हाम्रो घरमा सुतक थियो त्यही भएर अरूले चाहिँ गर्नुभयो तर पनि भिडियो गर्न बिर्सेँ अब चाहिँ हामी हतार हतार खाना लाग्दैछौँ सबैजना भोकले एकदम आतुर भइसक्नु भएको छ अब हामी चाहिँ फटाफट खानातिर लाग्छौँ तर भिडियो चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी भयो साथीहरू कस्तो सोचेको थियो टक टक गर्ने भनेर तर यस्तो भयो केही पनि देखिएको छैन बनाएको ओरेको चाहिँ त्यो पनि हेरेर माया गरिदिनु होला है साथीहरू ल गाइस हामी चाहिँ अब मन्दिरतर्फबाट बिदाय लिँदैछौँ मन्दिरबाट चाहिँ अब हामी जाँदैछौँ कहिले पनि कालो छौँ अब हामी शान्ति पार्कतिर जान्छौँ म त भ्यू टावरमा एकछिन निस्केर गाइजहरू यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ के भएको फोटो सोटो खिचेर यहाँ 1 2 वटा अनि हामी त्यहाँ भ्यू टावरमा जान्छौँ अनि त्यस पछाडि हामी जान्छौँ शान्ति पार्कमा जानु न एउटा मैले एउटा कुरा भन्नु थियो हामीले चाहिँ चाउमिन चाहिँ खाए नै पाइनौँ किन भन्नुहुन्छ हामी बसेको ठाउँमा चाहिँ अरू यहाँ योगा ग्याङले एट्याक गरेर कि सबै हामी यसो 1 2 वटा फोटोसोटो टिकटकहरू खिचेर आउँदाखेरि त हामी बस्ने ठाउँमा त वरिपरि बसेर अनि हामीले चाहिँ खान पाइनौँ बोकेर फर्क्यौँ अब हामी खान्छौँ त्यो चाहिँ एकछिनमा स्टे ट्युन गाइस भाउजू अनि हाम्रो यो राजा रानीले टाङ घुमेर कस्तो फिल भइरहेछ एकदम रमाइलो हजुर कस्तो लाग्यो हाम्रो लेटाङ राम्रो छ तर अघि उकालो सम्झिँदा चाहिँ अनि यत्रो घुमेर तर अहिले हाम्रो भान्जी र एकदम रमाइलो भएको छ तर झोला चाहिँ मैले बोकेको हो धेरै झोला बोकाउन ल्याए जस्तै भयो है ल गाइज अघि चाहिँ फर्क्यौँ उकालोमा चढ्दा गर्मी भएर गलेर अहिले यहाँ आएपछि एकदम आनन्द अघि हिँडेको पनि सबै बिर्सियो अब जानु छ जाँदा त अलिक उडा छ ठिकै हुन्छ होला गाइज उफ बिहान आउँदा पानी छिटाउँदैछु शीतल थियो अहिले गर्मी भएर यहाँ छाताउनु परेको छ साथीहरू हामी चाहिँ अब उता राजा रानी उतापट्टि मन्दिरपट्टिबाट निस्केर भ्यू टावर पनि गएर चाहिँ हामी जाँदैछौँ शान्ति पार्क जाने बाटो भान्जी गल्यो जाँदै हुन्छ भान्जी पर्मिला बहिनी भाउजूहरू म चाहिँ यहाँ छु हेर पसिनाले त्यहाँबाट हेर्दा त उतै देखिन्थ्यो तर शान्ति पार्क चाहिँ पर सहदै आउने आँटेन गाइज केही त देखिँदैन राम्रै देखिँदैन
ल साथीहरू, हाम्रो शान्ति पार्कको भ्यू चाहिँ यस्तो थियो। मजाले चाहिँ भिडियो गर्न पाएन, ब्याट्री लो भएको कारणले गर्दाखेरि। अलिअलि भिडियो त गरेको थियो, त्यो पनि सेभ हुन पाएनछ। अब काहीँ ठाउँको बिर्स्यो, काहीँ ब्याट्री लो भएर गर्न पाइनँ। त्यही पनि यति बेलासम्म हाम्रो भिडियो हेरेर साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। किप लभिङ, किप सपोर्ट गाइज। बाई बाई, लभ यु अल। डोन्ट फर्गेट लाइक, कमेन्ट एन्ड सब्सक्राइब। बाई बाई।